नमस्ते सबैजनालाई। म डाक्टर अजय कुमार गुप्ता। आज चाहिँ तपाईहरुलाई इन्डोस्कोपी यो प्रोसिजर, यो इन्डोस्कोपी भनेको के हो र हामीले चाहिँ यो कहिले कहिले गर्ने गरेका छौं र कहिले कहिले गर्नुपर्ने हुन्छ भन्ने सानो जानकारी दिन्छ। जस्तै अहिले हाम्रोतिर भन्ने हो भने पेट फुल्ने, ग्यासको समस्या एकदम धेरै हुन्छ भन्छन् बिरामीहरूले। अब जसलाई पनि के भएछ, कति भइल चाची भन्दा ग्यास्ट्राइटिस, का भइल ग्यास्ट्राइटिस, ग्यास हो गइल भनेर भन्नुहुन्छ। तर अनि मैले प्राय जसो हेरिरहेको छु धेरै ठाउँमा चाहिँ पीपीआईहरू जस्तै ग्यासको औषधिहरू, राजोप्राजोल, डेबिप्राजोल, पेन्टोप्राजोल त्यस्तो औषधिहरू एकदम धेरै वर्षौं खाएर बस्नुभएको देखिन्छ। अनि कतिसम्म अहिले त अझै ट्रेन्ड के भएको छ भने एच पाइलोरीको जाँच गर्ने, अनि एच पाइलोरी पोजिटिभ आयो ट्रिपल थेरापी खाने, अनि फेरि एच पाइलोरी गएर जाँच गर्ने, अनि त्यसमा हेर्ने फेरि पोजिटिभ आयो फेरि खाने। अब यो अलिकति कम नलेज भएको छ, अलिकति मिनिमम नलेज भएको मान्छेले ट्रिटमेन्ट गरिरहेछ जस्तो पनि भइरहेछ र कति चाहिँ फार्मेसीबाटै औषधि लिएर खाएको खाइ गर्नु भइरहेछ। त्यस्तो गर्नु हुँदैन। पहिलो कुरा चाहिँ यदि तपाईले यस्तै ग्यासको समस्या धेरै समयसम्म आइरहेछ भने त्यो साधारण ग्यास मात्रै हो भन्न सकिँदैन। हामी त्यस्तो बेलामा यो इन्डोस्कोपी गर्छौँ। इन्डोस्कोपी गरेर पेटको आन्द्रा हेर्छौँ। कहिलेकाहीँ जुन ग्यास बनिएको छ त्यो कहिलेकाहीँ अल्सर पनि भएको हुनसक्छ, ग्यास्ट्रिक अल्सर हुनसक्छ, अथवा पेटको क्यान्सरको सम्भावना पनि हुनसक्छ र कुनै यस्तो रोगहरू हुन्छ जुन त्यो साधारण औषधि र एन्टिबायोटिक खाएर ठिक नहुने खालको हुन्छ। हामीले चाहिँ यहाँ यो इन्डोस्कोपी त्यस्तै लामो समयसम्म ग्यास्ट्राइटिस भएको बिरामीलाई गर्छौँ। दिशामा यदि कालो दिशा भइरहेछ अथवा रगतको बान्ता भइरहेछ भनेर पनि गर्छौँ। अरू चाहिँ ओल्ड एजमा अब खाना निल्न गाह्रो भयो भने पनि गर्छौँ र कहिलेकाहीँ त्यो सिक्काहरू बच्चाहरूको गयो भने फरेन बडी अथवा त्यो भित्र पेटमा गयो भने त्यो पनि निकाल्ने गर्छौँ। र यो त जाँच भयो र कहिले हामीले यसबाट सानोतिनो शल्यक्रियाहरू पनि गर्ने गर्छौँ। जस्तै कसैको यदि अब लिभर फेल भएको बिरामीहरू जसको पेटहरू सुन्या हुन्छ, उसको घाँटीको नसा पनि सुन्नेको हुन्छ। त्यस्तै घाँटीको नसा सुनेर कहिलेकाहीँ घाँटीको नसा फुटेर नै रगतको बान्ताहरू गरेर ज्यान जाने सम्भावनाहरू हुन्छ। त्यस्तो मान्छेलाई चाहिँ हामीले प्राइमेरी प्रोफाइलेक्सिस भनेर उसको ब्लिडिङ हुनुभन्दा पहिले, उसको अब रगतको ब्लिडिङ हुनुभन्दा पहिले नै हामीले ब्यान्डिङ गर्छौँ र ब्यान्डिङ गरिसकेपछि चाहिँ उसको रगत बग्ने सम्भावनालाई घटाउने कोसिस गर्छौँ। अर्को हामीले यसबाट अर्को शल्यक्रिया गर्ने भनेको यदि ठुलो अल्सरहरू छ र त्यसबाट निरन्तर ब्लिडिङ भइरहेछ भने स्क्लेरोथेरापी भन्छौँ। हामीले त्यहाँ इन्जेक्सन यही स्कोपको माध्यमबाट लगेर कुनै पेट नचिरिकन इन्जेक्सन लगाएर त्यसलाई ब्लिडिङ रोक्ने प्रयास पनि गर्छौँ। यस्तो सानोतिनो प्रोसिजरहरू हामी गर्छौँ र कहिलेकाहीँ त पेटको भित्र मासु पलाएको पोलिपहरू सानोतिनो छ भने त्यसले काटेर हामीले बायोप्सी भनेर जुन हाम्रो भन्छ नि मासु काटेर जाँच पठाउँछौँ, त्यो जाँच पनि पठाउँछौँ। त्यसले चाहिँ कुनै नराम्रो खालको क्यान्सरहरू केही हुन सक्ने सम्भावना छ भने पनि बताउँछ अथवा क्यान्सर भइसकेको छ भने पनि बताउँछ। अब यस्तो कुराको लागि हामीले इन्डोस्कोपी प्रयोग गर्छौँ र आज चाहिँ स्पेसल एउटा हामीले केस पनि छ हामीसँग। उहाँको चाहिँ लिभर फेल भएर पेट एकदम सुनेर घाँटीको नसा पनि फुलेको होला भनेर हामीले लागिरहेछ। त्यही भएर हामीले चाहिँ उहाँको आज इन्डोस्कोपी गर्दैछौँ र इन्डोस्कोपी यदि त्यस्तो खालको समस्या देख्यो भने आज ब्यान्डिङ पनि गर्छौँ। एक्जामिनेसन गर्दाखेरि अब त्यो जुन घाँटीको नसा हुन्छ एकदम धेरै सुनेको चाहिँ छैन, ग्रेड 1, 2 जस्तो मात्रै छ। त्यही भएर चाहिँ आज हामीले ब्यान्डिङ भन्ने प्रोसिजर चाहिँ गरेनौँ। तर इन्डोस्कोपिक एक्जामिनेसन चाहिँ एकदम ठिक भएछ, उहाँलाई चाहिँ कम्फर्टेबल नै छ। थ्याङ्क यू।